हेलो एन्ड नमस्ते जुजुलाक्पा सबैजनालाई होइन। अन्त म चाहिँ एउटा जिस्देको नातिको होइन, यो चाहिँ मम्मीले पठाइदिनु भएको है नेपालबाट। नेपालको पार्सल चाहिँ अहिले आइपुग्छ। फर्स्ट अफ अल चाहिँ यो छ साडी। यो चाहिँ मैले उतै बिर्सेको, अन्त 1-2 वर्ष भइसक्यो हो। यसको चाहिँ म लेहेङ्गा बनाऊँ भनेर चाहिँ मगाएको होइन। अन्त यो छ भटमास, यो छ सुकुटी होइन। अन्त यो छ, यो पनि भटमासै हो, ब्राउनवाला छ। आई विल सो यु ब्ल्याक कलर र ब्राउनवाला पठाइदिनु भएको रहेछ, यस्तोवाला हो। त्यो चाहिँ उसलाई पठाइदिएको अरे हो, कान्छालाई। यो चाहिँ कान्छालाई दिनु अरे हो। अन्तखेरि एउटा चिज के भन्दाखेरि चाहिँ मम्मीहरूको आमाहरूको माया चाहिँ यति साह्रो हुन्छ कि यो चाहिँ खासमा बुवाले नहालिदिनु कुहिएको छ। ट्रेन आएर चाहिँ नि भन्नुभएको थियो अरे, बुवाले चाहिँ नपठाइदिए सबै बिग्रेको छ भन्नुभएको थियो अरे। मम्मीको पालामा चाहिँ राति उठेर चाहिँ छिटो छिटो प्याकिङ गरिदिएको अरे छानेर। यो चाहिँ बयहरू नि त पहिला पुरा खान्थ्यो नि त हामी स्कुल टाइममा। थ्याङ्क यू सो मच मम्मी बुवालाई सामान पठाइदिनु भएको। लभ यु।